गुड मर्निङ साथीहरू, यो चाहिँ मेरो हो बिहानको चिया। अहिले चाहिँ मेरो खानासाना पनि पाकिसक्यो। अनि म चाहिँ अरू कामहरू अब के काम गर्नुपर्ने हुन्छ कामहरू गर्छु। अन्त हेर्नुहोस् अहिले चाहिँ विन्टरको मजाले घाम लाग्न थालेको छ। बिहान चाहिँ म तपाईँहरूलाई देखाउँछु। यहाँ चाहिँ यस्तो भइरहेछ, घाम मजाले लागिरहेको छ। तल तल गाउँहरू घाम चाहिँ यहाँ छ। म चाहिँ अब चुला लिप्छु। हाम्रो चाहिँ यस्तै छ है, कटेर चाहिँ हाम्रो चाहिँ यहाँनिर चाहिँ गाईलाई दाना सुँगला चारोहरू बनाउँछ नि त, त्यही भएर कटेर चाहिँ अलिकति मैला मैला छ, इग्नोर गरिदिनुहोस् है साथीहरू। लिपिसकेँ, मैले त चुला पनि लिपिसकेँ। यहाँ चाहिँ दाना चारो बनाउँछ नि त, त्यही भएर अहिले चाहिँ म खानासाना खाएर पनि किचनहरू सफा पार्दैछु। मेरो चाहिँ बिहानको काम यस्तो नै हुन्छ। अहिले चाहिँ हामीले खानासाना पनि खाइसक्यौँ। अब चाहिँ किचन सफा पार्नुपर्ने हुन्छ। म चाहिँ अब नुहाउनु आँटेको। म चाहिँ अहिले नुहाएर भेट्छु तपाईँहरूलाई। हामी चाहिँ तल्लो गाउँ गएको अल्छी लागेर है प्रतिभा। यहाँ चाहिँ बुनुको घर आइपुग्यो। प्रतिभा कहाँ गएको? ए जा जा जा, अगाडि अगाडि जा। घरमा हुन्छ तुम्बा? घरमै। ए तल गएको तुम्बा? होइन त्यत्तिकै घुम्नै भनौँ न। पार्लर गएको बहिनीकोमा है बुनु। बुनु चाहिँ कपाल काट्यो अरे, मान्छे दिम कपाल काट्छ अरे। बहिनी चाहिँ कुनै के काट्ने हो कुनै? ए कपाल ए म चाहिँ पढेलाई मिलाउनु गएको, कपाल चाहिँ काट्दिनँ। हजुर गरम भयो नि, नगर ननक एउटै भयो। गरम भयो नि के गर्नु। कान्दुङ चाहिँ यस्तो देखिरहेछ है, कान्दुङ चाहिँ यस्तो हो। आइज अहिले आउँछु भन्न। गरम भयो नि। बहिनी मायो के गरेको? यहाँ चाहिँ सुमिकाको घर आइपुग्यौँ। बुनु पनि कपाल काट्नु आएको? कस्तो काट्छ बुनु? ए अब लेस काट्यो भने राम्रो देख्छ, अब स्ट्रेट काट्यो भने हामी चाहिँ तलबाट आएर पनि खाजा बनाएर खाएको है प्रतिभा। अहिले चाहिँ हामी तल्लो गाउँबाट आएर खाजा खाएर म र बहिनी चाहिँ ढल्किरहेको छौँ है बहिनी। अब चाहिँ हामी भिडियो हेर्छौँ। भिडियो हेरेर एकछिन भिडियो हेरेर बेलुका खानापिना बनाउने टाइम भइहाल्छ, हो कि होइन बहिनी? ए डाँडामा पनि जानुपर्छ होइन बहिनी? साथीहरू अहिले चाहिँ बजेको छ बेलुकाको 5 बजे। अब चाहिँ खानासाना बनाउँछु म। त्योभन्दा अगाडि चाहिँ जाडो छ, चिया खाँदैछु म चाहिँ हो। अन्त मैले चाहिँ आज
कपाल पुरा झरेर पाक्ला भएको थियो कि त्यही भएर कपाल पनि काटिदिएँ छोटो भयो होला काटिदिएँ अब म चाहिँ खानासाना बनाउँछु ल है साथीहरू मेरो चाहिँ बेलुकाको पनि खाना पाक्न थाल्यो म चाहिँ खानामा आलु र बिह पकाएको आलु बिह दाल अचार अनि यहाँ चाहिँ मेरो भात उम्लिँदैछ मेरो चाहिँ अहिले दाल पनि रेडी भयो अन्त मेरो चाहिँ आजको भिडियो यति नै थियो थ्यांक यू फर वाचिङ बाई